वेलकम टु माई ब्लग। सो आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुन्छ होला। म पनि सन्चै आरामै छु होइन। नेक्स्ट डे आज चाहिँ नेक्स्ट डे भइसकेको छ है। माइजू चाहिँ त्यहाँनिर चारवटा लाएर भाँडा माझ लगाइरहनु भएको छ। माइजू काम छैन त्यही त हो नि। म रोजगार खोज्दैछु क्या। त्यो स्याउला खायो त माइजू हिजो ल्याएको खायो भने चपाएन। जस रमाइलो भइरहेछ दिनहरू। आज सुधा 3 दिन भयो होइन। किन एकदम पिसफुल छ क्या यो ठाउँ चाहिँ। यो भयो हाम्रो मामा घर। हाम्रो आज प्लानिङ चाहिँ के छ भने त्यहाँ पर बे भइरहेको रहेछ होइन। त्यो बेतिर जानुपर्छ जस्तो लाग्यो क्या। त्यस्तो लाग्यो। अब यहाँ चाहिँ चट्टा माछा सारा खानुपर्छ। माइलो कान्छो अङ्कलको छोरीको के छोरीको त आइहाल्छ नि। कविता ब्राइड देख्छ ल। अस्ति इन्गेजमेन्ट गरे के अरे वैशाखी आएर बिहे ओल्ड किचन। छोरा बेमा के गर्दैन आन्टी दिदी? छोरा बेमा निम्तो गर्दैन। छोरीको बेमा दाइजो चाहिन्छ निम्तो गर्दैन। छोरीको बेमा दाइजो चाहिन्छ निम्तो गर्दैन। कडा भन्छ हो त नि। गीतको लागि भए नि गर्छ मान्छेले। यो कराईमा के छ दिदी? यो कराईमा हामीले फिस करी बनाएको छौँ। देखाइदिँदै एकचोटि खजाना। Oh my God! Wow! कडा कडा। यो चाहिँ प्योर अर्ग्यानिक चुलामा बनाएको खाना खान्छौँ। कान्छी किचन भन्दा कम छैन है हाम्रो। हामी नै अब कान्छी किचन भन्ने कि कान्छा किचन भन्ने। कान्छी किचन त भइहाल्यो। अब भान्जा किचन मामा घर किचन। आमा यहाँ हुनुहुन्छ। फेरि पढै छ क्या। मामा कहाँ हुनुहुन्छ? ल यहाँ भान्जाले कस्तो कन्टेन्ट क्रिएट गर्न आइरहेछ। मामा भित्र आएर चिल पाएर आएर कालो देख्यो क्या मलाई। यस्तो लाइटको अगाडि हामी अलिक गोरो देख्छ। चाहिँ अब चारवटा लाएर घुम्न जान लागिरहेछौँ है। साहुतिर जान्छौँ अब आज। त्यसपछि सिधै हामी घर जान्छौँ। दिदी रेडी भइसक्नु भएको छ। अनि जुत्ता लाउनु मात्र बाँकी छ। त्यही हो। के रे दिदी त्यसको नाम के रिसोर्ट हो? सकुवा रिसोर्ट। ल है त हामी अब चट्ट बाटोमा भेट्छौँ। म पनि ट्याक्क जुत्ता सुत्ता लाएर रेडी पोजिसनमा बसेको छु। अलिक कालो देखिएको रहेछ। यस्तो घामतिर जाउँ न होइन। अलि होइन ट्याक्क जुत्ता सुत्ता लाएर रेडी। ल क्या पिसफुल छ क्या। फेरि यस्तै हो। तर घाम पनि कस्तो अल्छी लाग्दो लाग्यो है। यस्तो सुतिरहँ जस्तो लाग्यो तर निन्द्रै लाग्यो। बिहानमा अब कलेज जानु भएपछि अनि दिउँसो झुपु निन्द्रा लागेछ क्या। अहिले कलेज नि गएको छैन। ल यस्तो छ है साथीहरू। च्याट्ट लाएर हिजो के खोजे अब यहाँ। ए दही खानुपर्छ नि। निस्किने बेला गुलिया खानुपर्छ अरे क्या। मुहा काहीँ नभएको जात्रा हाँडी गाउँ भने जस्तो भइरहेको। खै किन हिँड्न मन लाग्यो। दही खान आउनु दिदी।
छैन लिएर यो चाहिँ दही क्या दाम छ दही चाहिँ भने क्या भाँडा हाल्नु पर्छ नि मान्छे अहिले त नमिठो खालको ल्याइदिनु पर्ने रहेछ है मिठो भने सबैले खाइ गर्छ मामा हेलो 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 म चाहिँ अब हिँडिसकेँ होइन मामा चाहिँ माइजू र दिलाखेरि छोडेर नि मलाई लिन आउनुहुन्छ होइन म चाहिँ किन बसेँ भनेर टोयड आयो क्या त्यही भएर टोयड बसेर अब मामा आउँदै हुनुहुन्छ ल म ट्याक्क हिँड्दै जान्छु यहाँबाट जहाँ भेटिन्छ त्यहीँबाट चढ्ने हो हिँड्ने हो आनन्दले फिल द नेचर चिल द लाइफ के बस्यो ल त्यही हो म चाहिँ आज घर जान्छु अनि फेरि भोलि बिहान कलेज गएर बेलुका आउँछु होला त्यही हो घर जानु पऱ्यो कि यस्तो आनन्द तर गर्मी अलिअलि मोटाइयो जस्तो छ हिँड्दा नि गाह्रो हुने कि ल है त अब हामी तल बजार गएर भेट्छौँ एकैचोटि एक्लै बनाइदियो यार कतिखेर आउने आए आए है आए आए जस्तो छ मामालाई म पठाऊ क्या भनेर जस्तो प्र्याङ्क हान्छु हल्का तेरे बस की बात नहीं सुन्नु न आउनु न पठाऊ हो हजुर पठाऊ मैले अहिले बुक गरेँ मैले बुक गरेको थिएँ तपाईँ नै होइन बुक मलाई गर्नुभयो नि मेरो बाइकलाई बुक मलाई गर्नुभयो नि मेरो बाइकलाई होइन होला के हो ए हो ल मैले अब यस पठाउ पाइसकेँ अब तपाईँलाई सजिलो हुन्छ है एक्सपेन्सिभ मोस्ट एक्सपेन्सिभ पठाऊ अहिले हाम्रो कम्फर्टेबल हुन्छ यो पठाउन चाहिँ पैसा तिर्नु पर्दैन मेरो बहिनी पढ्ने स्कुल चाहिँ यही हो क्या सानो बहिनी रजिसा मामा कहाँ पढ्दै आउनु कहाँ जानु नगरकोट हो नगरकोट अच्छा सो तपाईँ अब नगरकोटको भ्यू पनि देखाउँछु भ्यूहरू होइन हेर्नुपर्छ बिस्तारै बिस्तारै आउँछ युट्युब च्यानलमा हाल्ने हो तिम्रो सब्सक्राइबर चाहिँ म मात्रै हो क्या तिमीले नि गर्नु आएको तपाईँले गर्नु नै भएको सब्सक्राइब ल यहाँ चाहिँ मेरो कन्स्ट्रक्सनको काम हुँदो रहेछ होइन अर्कोचोटि त फेरि म फिलिली बनाइदिन्छु नि यहाँनिर ठाउँ चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग की वजह से ल हामी एकैचोटि अब तल गएर भेट्छौँ है त फाइनल्ली हामी चाहिँ यहाँ आइसक्यौँ होइन हामी चाहिँ यता आइसक्यौँ अब दिदी माइजू दामी दामी पिसफुल रहेछ त फेरि
कोक फ्यान्टा स्प्राइट ड्यू के माइजू जे भने मतलब के जे युजी खानी तातो पानी पकाउने चिसो ल्याउने चिसो के खाने त्यो मोमोहरू खाने रोमियो जी गए अब चिल छैन के हो तिनीहरूलाई हामीले भन्दा कि हाम्रो पर्फ्युमको मन पर्फ्युम होइन हो त्यो अब के मामा ठिक छ नि अरू सबै मामा अलवेज ओ मामा त दामी आइरहेको छ त जाउन त्यहाँ फोटोसोटो खिचौँ भने यसको कति रे 70 रुपियाँ होइन भने यसको 70 रुपियाँ होइन भने यसको यो अलि मिलाएर भन्नु न यसको कति 1000 रुपियाँ हो नि चान्चु नि खानेहरू भने क्या बोले भाई अब के बोले के छ थाहा बोले ल चेस ल ल हेलो बफ हेलो चेयर्स ठिक छ गर्मीमा हट हामी चाहिँ अहिले यहाँ घुमिसकेको छौँ हामी चाहिँ अहिले यहाँ तल आइसकेका छौँ तल आएको माइजू र दिदी हानेरी चिल पारामा तरै हामी त बब्बाल रहेछ क्या मेरो चाहिँ एउटा पनि फोटो बब्बाल निकाल्दैन त्यही दुःख लागिरहेको छ मलाई चाहिँ हेऱ्यो क्या ओहो आजको लागि यति नै ओके बाई साथीहरू।